आदित्य भाइ हाम्रो खोइ त अस्ट्रेलियाको त्यो भाइ कता गए? एकजना सरले चाहिँ मेसेज गर्नुभयो हैन व्हाट्सएपमा, उहाँलाई चाहिँ मैले पठाइहालेँ। ल होइन मैले भाइलाई सोधेको हाम्रो अस्ट्रेलिया भाइ, तिमीले अस्ट्रेलिया पठाएको भाइ कहाँ जानुभयो भनेर। ए अस्ट्रेलिया पठाएको भाइ अब टाइम भएपछि आउँछ। ऊ आएपछि रमाइलो हुँदो रहेछ। हो नि। तिमी अहिले काठमाडौँ कि विराटनगर बाबु? म काठमाडौँ नै छु, म भक्तपुर छु भनौँ न। ए ल भोलि भेट हुन्छ। ए मजाले, अङ्कल बाबाले हो नि त बोल्छ अनि। अब ल ल ल म त यहाँ ड्याडीलाई, मेरो ड्याडीलाई नि ड्याडी पनि आउनुभएको छ काठमाडौँ जाम भनेर भनेको छ, तर मान्नुहुन्न होला। ड्याडीलाई त नलु यार। भोलि 11 बजे है, 11 बजे भोलि 11 बजे। हामी 400 जना छौँ दाइ। उता अर्कोतिर पनि लाइभ हामी होइन एउटैमा। ए त्यही त हामी राति चाहिँ बस्नुपर्छ दाइ दुईतिरै। के अरे मैले अहिलेसम्म दाइ 2 जनाले मेसेज गर्नुभयो मलाई होइन, के भएको साथीहरू किन यति स्लो। भोलि चाहिँ बरु पाटन पुलिसलाई के अरे सोधेर को त्यो सेयर लिनेहरू हुनुहुन्छ उहाँहरूलाई मात्रै ड्युटीमा खडाइदिनु भन्नु पर्दो जस्तो। होइन त्यो त्यस्तो आन्दोलन भयो मतलब त्यस्तो हुलडुङ्गा होइन त्यो त हामीलाई थाहा छ। होइन जिस्केको दिपेन्द्र भाइले त्यस्तो गर्दै गर्दैन। हाम्रो त्यस्तो कन्सेप्ट नै होइन नि त सर। होइन त्यो कन्सेप्ट भयो त हामी आउँदैन नि। दिपेन्द्र भाइ जस्तो शान्त मान्छे भलादमी मान्छेले त्यस्तो गर्दैन, हामीलाई थाहा छ नि। उहाँ उग्र होइन नि, तर जब उसले त्यो के अरे पर्साई जस्तो मान्छेले रिस उठाउँछ भने बल्ल ऊ रिसाउने हो, नभए त ऊ कहिले रिसाउन। दिपेन्द्र जस्तो भलादमी त त्यस्तो हुन्न। रिसाइ नि लिमिट एरियामा हुन्छ नि त। अब टाङ्डा टुङ्डुङ भन्ने त फेरि त्यतातिरको कन्सेप्ट गयो भने फेरि यहाँ अहिले अर्को न्युज बनाउन थाल्छन् र टेन्सन। होइन उसको आफ्नो स्ट्याटस छ नि त, उसले त्यस्तो कहिले पनि सीमा राख्दैन। त्यही भएर त हामी फलो गर्छौँ, पछि लाग्छौँ। नभए जरुरी छैन नि उहाँको पछि लाग्ने। किन पछि लाग्ने भने उहाँको चाहिँ आफ्नो लिमिट छ, त्यही भएर हामी उहाँलाई मान्छौँ। आज पनि एउटामा सर्किट लाग्छ जस्तो लागिरहेछ है। एकदम सस्तो छ है, दाम सस्तो छ। फोटो पठाइदिएको छु होइन, त्यसलाई त्यो फोटोलाई चाहिँ च्याट जिपिटीमा हालेर आफ्नो फोटो हाल्ने, अनि त्यसपछि त्यसले बनाइन्छ है एआईको थ्रुबाट। मैले कतिजनाले 4-5 जनाले चाहिँ गर्नुभयो दाइ अहिलेसम्म। मलाई यहाँ एकदम उयो हुन्छ मेसेज पठाउने म नभ्याउने भन्ने सोचेको थिएँ। खोइ त 400 जना छौँ, खोइ त हो मेसेज आएन त साथी हो। डोकोमो सरले पनि मेसेज गर्नु पर्यो। ल यहाँ नम्बर पठाएँ मैले। दाईको फ्यान क्लबमा भएको त राईको रियल फ्यानहरूले त गर्नु पर्यो नि हो हामीलाई सपोर्ट। खोइ त नम्बर यत्रो राखेको छु मैले। अब के को लागि भन्दाखेरि टी सर्ट हिँडा काठमाडौँ भने टी सर्ट दाइले बनाउनु भएको छ, त्यसमा चाहिँ त्यो हामीले पनि बनाउने भनेर
मैले चाहिँ साथीहरूलाई WhatsApp मा फोटो पठाइदिन्छु, हजुरले गर्नु होला है त। ल ल ल ल छिटो छिटो WhatsApp मा कति मेसेज आउँछ, ल थामी नसक्ने आयो कि क्या हो। सर्किटको लागि एउटा तयार भइरहेछ है। बुझिहाल्नु होला। हाम्रो मात्र हरियो छ, अरू सबै रातै रातो छ है। हाम्रो सम्पूर्ण स्क्रिप्टहरू हरियो छ आज। कति ध्यान दिनुभएको छ है। थामिन नसक्ने गरी सर्किटमा बाइङ बस्छ भन्ने कुरा आइरहेछ है। ल आज के हुन्छ है, आज के हुन्छ। एउटा एकदम रेडी भएको छ के। बिस्तारै खानुस् है साथीहरू, त्यस्तो हतार नगर्नुस्। के हो जम्मा 4671, बाँकी हाम्रै छ 10,000 है। अस्तिसम्म त थियो त, बुझिहाल्छ। आद्य भाइ ससाङ बाबुलाई बोलाइदेऊ न। हुन्छ दाइ, हुन्छ। साथीहरू सबैजना त टी सर्ट चाहिँ बनाऊँ न ल, फेसबुकमा अनि स्टोरीमा टिकटकमा सबैतिर अपलोड गरौँ न, एआई युज गरेर बनाएर। हाम्रो आदित्यलाई मेसेज गर्नु होला, उहाँले दिनुहुन्छ। अनि सबैजनाले स्टोरीमा भए पनि अपलोड गरौँ न। अब काठमाडौँ भन्दा बाहिर हुन्छ नि, भाइबरमा भएको एउटा ग्रुप छ नि दाइ, प्रिमियम के वाला, त्यो ग्रुपमा पनि त फोटो हाल्नु पर्यो क्या दाइ। म पठाइदिन्छु टी सर्ट। तिमी हाल्देऊ न त। मलाई ब्लग गरेछ क्या दाइ त्यसमा। हो साँच्ची, मेरो एउटा ग्रुप छ क्या, त्यो ग्रुपको हालेको गर्दै पछि म ब्लग हाल्दैछन् त्यसमा। त्यो भएर पहिला यो मलाई खाना देऊ 10 मिनट है। त्यो सुसाङले फोन गरेर कहाँ छ? ल दाइ। आज कुनमा सर्किट लाग्ने पुरै देख्नु भयो साथीहरू। हाल्न मिल्छ र मिल्दैन होला नि कमेन्टमा हाल्न।
यहाँनिर आदित्यले WhatsApp नम्बर राखेको छ। त्यो WhatsApp नम्बरमा सबैजनाले हाई भनेर मेसेज गर्नुस्, त्यहाँ पठाइदिन्छ कि उसले। कमेन्टमा राख्न मिल्छ जस्तो लागेन मलाई। किन म लागिसक्यो फेरि त्यो पनि बनाउँला पछि दाइ हैन पछि ठीक छ साथीहरु त्यो अहिले टी-शर्टको लागि चाहिँ मलाई मेसेज गर्नु है त। टी-शर्ट भनेको यो अनलाइन टी-शर्ट है साथी हो, फेरि भर्चुअल टी-शर्ट हो नि आजको चाहिँ। अर्कै टी-शर्ट बुझ्नु होला साथीहरु। ल म फेसबुक चलाउँदा मैले सबैको पोस्टमा देख्नु पर्यो, फेसबुक भरि जताततै छ्यालब्याल अनि रमाइलो हुन्छ। सबै हाइड्रो चेर भए तापनि एउटा हाइड्रो चाहिँ किन्नुपर्छ जस्तो मलाई लाग्छ है। के लाग्छ तपाईँलाई? हो दाइ सस्तो छ दाइ, किन्ने नि हो नि। सस्तो माल त खानै पर्यो नि दाइ। तुरन्तै 500 पुग्न सक्छ? त्यो त अब दाइ 500 हैन 1000 नै पुग्न सक्छ नि दाइ, पुग्न त। तर त्यही हो पुगाउनु पर्यो छु तुरन्तैको ध्यान देऊ कुरालाई। हुन चाहिँ हो दाइ। जति झार्दा पनि झर्दैन यार। साथीहरु सबजनाले टी-शर्ट जति बनाउँछ डीपीमा त्यही टी-शर्ट राखौँ। जेनिसा म्यामले पाउनु भयो नि? नपाएको, मलाई कसरी बनाउने आइडिया छैन। मलाई बनाएर हाल्देऊ न। मैंने मेरो लिमिट त्यो हुन्छ क्या 3टा भन्दा बढी बनाउन मिल्दैन क्या, त्यो भएर मेरो 3टा सकिसक्यो। र अब के गर्नु, अहिले मलाई सिकाउ ल कसरी बनाउने भनेर। ए म अहिले सिकाइदिहाल्छु नि, म सिकाइदिन्छु, फोटो पठाउँछु ल। ल मैले टी-शर्टको पठाएँ हैन। अब यो टी-शर्टको हालेपछि यो पहिला यो फोटो हाल्ने हैन च्याट जीपीटीमा। जेन्सा म्याम च्याट जीपीटी खोलौँ त, म सिकाइदिन्छु अहिले नि। मसँग अहिले च्याट जीपीटी नै अनइन्स्टल हानेको छु अस्ति। हैन नि ल्यापटपमा होला नि त अनि। छैन ल्यापटपमा पनि, अहिले आफ्टर मार्केट गरौँ न हैन भएन। ल के सरको पनि मेसेज आयो, ल के सर पनि पठाएँ मैले ल टी-शर्ट। सबै हरियो बनाम। एकदमबा सर वेलकम छ हाम्रो लाइभमा तपाईलाई। हाम्रो दिपेन्द्र सरको माथि मेम्बरशिप पनि जोइन गर्छिन् हजुरले। मेरोमा जोइन गर्नुभयो धन्यवाद त्यसको लागि। सिद्धो साथीहरुले देख्नु भएको छ नि दाइको फेसबुक आइडीमा, उहाँले हेर्न सक्नुहुन्छ साथी हो। फेसबुकमा हाल्नु भएको छ हिँडा काठमाडौँ भन्ने टी-शर्ट। टिकटकमा नि हालेछ। ए टिकटकमा हाल्नु भएको छ? ल टिकटकमा नि हाल्नु भएको छ, हेर्नु होला साथीहरु। अनि त्यसपछि त्यसलाई चाहिँ हजुरहरूले त्यस्तै बनाउन चाहनुहुन्छ भने म हजुरलाई टी-शर्ट चाहिँ पठाइदिन्छु है। मैले WhatsApp नम्बर छोडे, त्यसमा हजुरले मेसेज गर्नु होला। अनि त्यसपछि धन्य त्यो HIDA नामको चाहिँ उ रहन्छ, नभए सबैले त्यही किन्थ्यो होला। तर मैले राखिदिएको भए चाहिँ हुने रहेछ एउटा टक्क सर्ट फर्ममा टक्क ट्याक्क नामहरु चाहिँ राखेन है। सम्झे अहिले मैले अरु कुरा पनि सम्झेपछि अलि चाहिँ अब सुरुमा त्यति चल्दै चलेन। त्यो टी-शर्ट वाला लिंक नै भए झनै सजिलो हुन्थ्यो, आफ्नो फोटो हालिसक्दा दिन्थ्यो नि। त्यसको लागि त अब यहाँ 5 मिनेटमा गर्ने काम हो, अब कहाँ त लगाउन सक्छ टाइम। साथीहरुले मेम्बरशिप पनि जोइन गरौँ है, सबैजनाले मेम्बरशिप जोइन गरौँ हैन। अनि हाम्रो गेस्टमा साथीहरु आउनु भएको छ, म गेस्टमा तलमाथि पनि गरिदिन्छु सबैलाई। खोइ त हाम्रो 360 सर, रोमन सर, अक्सिजन ग्यास आयो सर, शंकर थापा सर, हाम्रो यता सिन्धुलीको मोबाइल पसलवाला दाइ हुनुहुन्छ, उहाँले खोइ त मेसेज गरे कसैले देखिन त मैले त। 26 सम्म खाइदिए ल। लाइभमा छु हजुर, कसको मेसेज कसरी हेर्नु हजुर? WhatsAppमा मेसेज गर्नु इन्द्र सर, अनि हेर्छु म। सिद्धो
सेलर देखा पर्दैन यार 3000 कहाँ बसेका छन् 10,000 तपाईँले कतिमा राख्नु भएको छ 32 तिर हो फेरि यो खायो भने हटाइदिनु होला है हेर्नु होला आज कुन सर्किट लाग्छ साथी हो कल आयो ल साथीहरु मेम्बरशिप पनि सबैले जोइन गरौँ मेम्बरशिप सबैले जोइन गरौँ दाइको फ्यान क्लबमा दाइ हामी त चढ्नै तिम्रो आवाज गइरहेको बडो 455 त्यस्तो हुँदैन नि हाम्रो एसएमबी सर खाइदियो त त्यसरी सेल नराख्नुहोस् न यहाँ खाइदिन्छ आदित्य भाइको त्यो फेसबुकको त्यो माथि उडेको होइन आकाशमा उडेको फोटो हो ल मेरो आज रिक्वेस्ट प्लिज एड मी हुन्छ के सरको त खतरा हुन्छ के सर त बाफले बाफ थामी नसक्नु हेन्सम त दाइ आज हाम्रोमा कुनैमा त्यस्तो लाग्ने चान्सेस छ दाइ 100% अलिक सस्तो वालामा लाग्ने छ चान्सेस एकदम महँगो वाला लाग्ने चान्सेस दाइ हामी सोधिहाल न तिमीले त्यति मैले थाहा पाइसकेको छु न भन न आदित्य सस्तोमा त अघि लागिसक्यो सस्तोमा त 2 पल्ट लागिसक्यो अनि सस्तो वालामै लाग्ने हो हिजो दाइसँग कुरा भएको थियो 2 पल्ट लागिसक्यो यसो भन न कुनमा लाग्छ भन सोध न सस्तो महँगो भन्दा नि होइन म जोशीमा लागिसक्यो है कतिपल्ट लगाउने हो थाहा छैन अब त्यस पछाडि मेरो हिसाबमा खोलाहरूमा लाग्छ होला ल साथीहरु लेख्नु त कोलाई के जस्तो लाग्छ एकचोटि लेख्नु त सबैजनाले त्यो जुन लेख्छ त्यो ठक्कै दिपेन्द्र भाइले उल्टो गरिदिनुहुन्छ ल त्यसो गरेर नलेखौँ हैन आज गर्नुहुन्न होला हैन सधैँ त्यही गर्नुहुन्छ त्यसमा भने उसो लगाइदिनुहुन्छ उसमा भने उसो लगाइदिनुहुन्छ त्यो भाइको त्यो कामै त्यति हो आज फरक नपर्ला मैले अहिले हेर न भाइ तिमीभन्दा धेरै पुरानो फलोअर छु म है उहाँले त्यही गर्नुहुन्छ जसले जे भन्छ ठक्कै उल्टो गरिदिनुहुन्छ किनभने के सर कति भयो के सर हजुर फलो गरेको दाइलाई म भाइलाई फलो गरेको 1.5 वर्ष हो ए म 3-4 वर्ष भइसक्यो आई एम भेरी जुनियर सरी आई एम भेरी सरी माफी मागे सुन्नुहोस् न मैले आज फर्स्ट टाइम देखेँ कि दिपेन्द्र सरलाई भाइ भन्ने मान्छे यहाँ सबैजना दाइ भन्छन् अनि म अनि उमेरले जेठो भएपछि भाइ भन्नु पर्यो नि म पढ्दा दिपेन्द्र भाइ भर्खर जन्मिनु भएको थियो विराटनगर कलेज पढ्दाखेरि होइन त्यो त हो कि यहाँ ठुलै मान्छेले सबैले मलाई दाइ भन्छन् के किनभने उहाँ ठुलो मान्छेलाई ठुलै मान्छे बनाउन खोज्छन् म चाहिँ अब आफू ठुलो भएको हुनाले उहाँलाई भाइ बनाएको मैले सानो बनाएको उमेर होइन उमेरले सानो बनाएको हो र त धेरै खुसी हुनुहुन्छ उमेरले सानो भएको भएर आज भाइ राम्रो मान्छे पनि छ नि त हो अनि उहाँलाई भाइ भन्न पाउनु भन्दा त्योभन्दा ठुलो के हुन्छ त अनि उसले दाइ मान्नु भएको छ हाँसिरहनुहुन्छ मेरो त्यहाँ नाम आउने बित्तिकै मुसुक्क हाँस्नुहुन्छ त्यो मलाई सबभन्दा ठुलो खुसी नै त्यही लाग्छ कि
सेवाकोटी भाइ कता रिपोर्टर्स क्लब काठमाडौँ आइसक्यो हो हुन्छ हजुर इन्द्र सर हेर्छु हजुर ल आदित्य काठमाडौँ आइसक्यो हो 3 हप्ता हुन हो ठिक छ म चाहिँ आउन सकेन यार आज हाम्रो रानी भाइ कहाँ जानु भएछ पत्रकार ए सङ्गीता म्याम ल साथीहरु कसले बनाउनु सबजना डिपी चेन्ज गर्नु होला कुरा बुझिएन बुझ्नु भएन अनि हजुरले के चेन्ज गर्नु भन्नुभयो त्यो म बुझेन चेन्ज गर्नु भने बुझियो तर के चाहिँ चेन्ज गर्नु भनेको हजुरले जुन त्यो के होला कृष्णवाला के वाला फोटो राख्नु भएको छ नि यहाँ होइन त्यो चेन्ज गर्न सकिनँ त्यो मलाई सिकाउ त आदित्य भाइ मेरो आफ्नै फोटो राख्छु भनेको त अनि भगवानको फोटो राखेको मैले एक दिन सुरुमा श्रीमतीलाई यसो भनेर त्यो मेरो फोटो राख्छु भनेको राख्नै सकेको छैन चेन्ज गर्न अङ्कल भोलि सिकाइदिन्छु हजुरलाई त्यही ल ल ल ल ल ल ल थ्याङ्क यू अरू साथीहरूलाई के सिक्नु छ भोलि म सब सिकाइदिन्छु ल तिमीलाई गुरु दक्षिणै थाहा होला नि बाबु ए होइन पर्दैन अब नम्बर देखेको छु वाट्सएप के अरे ई सेवा त्यसमै छ के छ र हेरिसकेँ देखेँ बहुत खुसी लाग्यो अब सोध्छु अब यति सोध्छु कि तिमीलाई क्वेसन अरू दिन त होइन सन्डे चाहिँ दुःख दिन्छु सधैँ ए होइन जहिले दिए पनि हुन्छ मलाई केही छैन मलाई जति सोधो त्यति मेरो ज्ञान बढ्ने हो होइन मलाई फेरि त्यस्तै मनपर्छ होइन कुरा गरिराख्न म त आजकल भ्याउँदिनँ मैले वाट्सएपमा के अरे टिकटकमा नम्बर देखेको थिएँ मलाई 24 घन्टा कल आउनु थालेको छ आजकल त त्यस्तै हुन्छ त्यो एउटा नेप्से कुण्डली भन्नेले त्यो एकदम राम्रो कुरा मिलाउँछ कहिले रिप्लाई दिन्न भाइको पनि त्यस्तै नहोस् ए होइन त्यस्तो हुँदैन होइन ट्रेनिङ चाहिँ सुरु नगर है म रिप्लाई चाहिँ दिन्छु होइन तर यस्तो हुन्छ अब टाइम चाहिँ अलिक तल माथि हुनसक्छ रिप्लाई चाहिँ म सबैलाई दिन्छु यस्तो छ सोम सर कमसेकम आइतबार सोधेको बिहिबारसम्म रिप्लाई आयो भने ठिकै हुन्छ ठिक छ ल सोम सर म हजुरलाई नेपालीमै बनाएर पठाइदिन्छु रुक्नु त ट्राई गर्छु हुन्छ कि हुँदैन एकछिन वेट गर्नु तर त्यो मेरो प्रोफाइलमा त सबै फोटो राखेको छु नि त भिडियो राखेको छु श्रीमतीको मेरो छोराछोरीको मेरो सानो पुच्ची कुकुरको सबैको राखेको छु उसमा भिडियोमा चाहिँ त्यहाँ चाहिँ ढाँटेको छैन नि त खाइहाल्छु बनाएर एकछिन पर्खिनु है त सेन्टिमेन्ट पब्लिक डिमान्डलाई कदर गर्छु नि त म फेरि